Hey guys, welcome back to my another brand new vlog. आज हामी कहाँको रे? नगरकोट. कहाँ नगरकोट? नगरकोटको कहाँ चौरा ल्याएर राखेछ अहिले. नगरकोटको हामी यहाँनेर चाहिँ देख्न सक्नुहुन्छ यति धेरै मान्छेहरू. मेन भ्यू त यहाँनेर छ के यहाँनेर हो. यहाँनेर हेर्नु नि त. Oh my god. This is the view. हामी चाहिँ फाइनली हिँडिरहेको छौँ. यता आउनु यता यता यता. यता आउनु यता. हामी चाहिँ फाइनली हिँडिरहेको छौँ. हामी ठाउँमा आइपुग्न लागिसक्यौँ है. ठाउँ एकदमै धेरै रमाइलो छ. तपाईहरु नि आउन सक्नुहुन्छ है. त्यही त चिसो मौसम छ. अलि कस्तो धेरै दिनपछि भ्लग गरेर नर्भस फिल भइरहेछ. त्यस्तो नहुनु. भन बहिनी. हेलो. Hi, it's me. This is my brand new vlog, okay? Okay. This is my brand new vlog. Everyone is clicking picture and all. लेहा ठाउँ पनि रहेछ त. Oh my god, this is the view. Oh, incredible. दिदी चाहिँ ढल्न लाग्नु भएको छ. I'm gonna be on. Oh my god. Oh my god. Oh my god, this is the view. Breakfast ka line. Oh bhai sahab. Breakfast ka line. Oh my god. लिनु यो समात्नु. ब्लगमा आउला तिमीहरु पनि. हेलो. दुई चार शब्द भन्देऊ त. दिदी चेन्ज गरिसक्यो हामी पार्टी नि चेन्ज हालिसक्यो कस्तो खुसी लागिरहेछ है आज हामी पिकनिकमा आएको हो आज पिकनिक भयो ल ल नाचौँ ल अब हामी नाच्नको लागि एकदम रेडी भएर जाँदैछौँ नाच्न र पाएर मन लाग्यो नि अगाडिपट्टि बच्चा बच्चीहरू दिन्छौँ नि हामी डान्स डान्स तपाईहरुले हेर्न नछुटाउनु ल डान्स पनि आउँछ स्टार्ट ट्युन गाइस यहाँ चाहिँ हामी रमाइलो गरिरहेको थियौँ नाचिरहेको थियौँ यो म्युजिक चाहिँ मैले कपिराइट लाग्छ भनेर हटाइदिएँ सो त्यही भएर धेरै रमाइलो भएको थियो साथीहरूसँग धेरै रमाइलो गऱ्यौँ धेरै नाच्यौँ अब आयो न यस्तो दिन फेरि फर्केर आउँछ कि आउँदैन तर धेरै नै रमाइलो भएको थियो डान्सहरू पनि धेरै गरिरहेको थियौँ एज यु क्यान सी गाइस हामीले कति नाचिरहेको थियौँ भनेर यस्तो रमाइलो भएको थियो काश फेरि पनि जान पाए हुन्थ्यो भने जस्तो फिल भइरहेको थियो क्या अहिले चाहिँ सम्झिँदाखेरि त्यो सबैलाई त्यस्तै हुन्छ यो मोमेन्टलाई चाहिँ हामीले कलेज लाइफको मोमेन्टलाई चाहिँ कहिले नि स्किप गर्नु हुँदैन रमाइलो पार्टहरू छ भने धेरै नै रमाइलो हुन्छ सो यही हो रमाइलो गरेको थियौँ अनि डान्स पनि गरेको थियौँ कति उफ्रिरहेको छु म झन् ब्रुक उफ्रिरहेको छु डान्स गरिरहेको छु काश यो गीत बजाउन मिल्ने भएको भए म बजाइदिन्थेँ कति रमाइलो भएको थियो भनेर त्यो पनि देख्नुहुन्छ यहाँ म कति उफ्रिरहेको छु साथीहरूसँग नाचिरहेको छु रमाइलो भएको थियो दिस टाइम इज नेभर कम ब्याक भने जस्तै हो अब त्यस्तै थियो रमाइलो भएको थियो अनि फोनमा बोलिरहे यहाँ चाहिँ म माथि आएर नजारा हेर्दै डान्स गर्दै आफै नाच्दै एज यु क्यान सी कति नाचिरहेछन् मान्छेहरू कति धेरै नाचिरहेछन् म माथि डाँडामा बसेर इन्जोय गर्दैछु एकदमै धेरै रमाइलो भएको थियो ओ माई गॉड हाउ क्यान आई गॉट दिस मेरो ब्लग हेलो लाइक कमेन्ट एन्ड सब्स्क्राइब शी इज माय न्यू फ्रेन्ड गाइस हेलो केटी रे ताइरा ओ केटी हो हेलो गाडीतिर हामी टिकटक बनाउन गाडीतिर हिँडेको गाइजहरू